जान्न पाएको छु। आफूमा पनि एकदम शारीरिक फूर्ति हुनुका साथै आफूमा पनि एकदम जोश जागर बन्न थाले। यसरी जिल्ला जिल्लामा गई इच्छुक छात्र छात्राहरूलाई तालिमको लागि छनौट गरी तालिममा सहभागी गराई विविध तालिम दिएबाट बालबालिकामा देशप्रेम लगायत विभिन्न विषयमा सकारात्मक सोचको परिवर्तन भएको छ। यस्तै बुझाइ छ विद्यार्थीले यस क्याम्प आउने विद्यालयका शिक्षकहरूको अनुभव पनि। यहाँ आइसकेपछि विद्यार्थीहरू राष्ट्रप्रेम कस्तो हुनुपर्छ, राष्ट्रको लागि के गर्नुपर्छ भन्ने उनीहरूले आफ्नो जिम्मेवारी बोध गरेको मैले महसुस गरेँ। अब यसलाई अझै बृहत रूपमा हजारौँको सङ्ख्यामा ट्रेनिङ पाए होइन, देशले युवा शक्तिहरू राम्रोसँग हासिल गर्ने थियो। यो विशृङ्खलित समाज, अनुशासनहीन समाजै भन्दा पनि हुन्छ, समाजमा आजका विद्यार्थीहरूलाई हामीले यस्तो खालको अनुशासित कार्यक्रम, प्रत्यक्ष एउटा आउटपुट हुने कार्यक्रम हरेक विद्यालयमा प्रदान गऱ्यौँ भने दूरगामी रूपमा 10-15 वर्षपछि यसले राष्ट्र निर्माणमा ठुलो मद्दत पुर्याउने मैले अनुभूति गरेँ। विद्यार्थीहरूलाई क्रिएटिभ बनाएको छ, ती विद्यार्थीहरूलाई सशक्त बनाएको छ। अनि ती विद्यार्थीहरू भोलि आफ्नो विद्यालयमा फर्केर पनि केही गर्नुपर्छ भन्ने भावनाको विकास गराएको छ। त्यसो त सेवादलमा तालिमरत शिक्षार्थीहरूमध्ये उत्कृष्ट छात्र छात्राहरूबाट वार्षिक छात्र 3, छात्रा 3 गरी जम्मा 6 जना श्रीलङ्काको युवा आदान प्रदान कार्यक्रम र छात्र 5, छात्रा 5 गरी जम्मा 10 जना भारतको युवा आदान प्रदान कार्यक्रममा सहभागी गराइन्छ। उनीहरूलाई विभिन्न राष्ट्रका क्याडेट छात्र छात्राहरूसँग अन्तर्क्रिया, राष्ट्रध्यक्ष लगायत विशिष्ट व्यक्तिहरूसँग भेटघाट, ऐतिहासिक एवं महत्वपूर्ण स्थलहरूको समेत भ्रमण गराइन्छ, जसबाट भ्रमण गरिएका देशहरूको ऐतिहासिक, सांस्कृतिक, सामाजिक र आर्थिक अवस्थाहरूको बारेमा अध्ययन गर्ने राम्रो अवसर प्रदान गर्नुका साथै विशिष्ट व्यक्तिहरूसँगको भेटबाट उनीहरूलाई सम्मान तथा सफलताको छुट्टै शिखरमा पुर्याउँछ। नेपालबाट पनि म फर्स्ट पोजिसनमा आएँ। तब मैले श्रीलङ्का जाने अवसर प्राप्त गरेँ। अनि जब म श्रीलङ्का गएँ तब त्यहाँ विभिन्न राष्ट्रहरूबाट आउनुभएको साथीभाइहरूसँग मैले भेटघाट गरेँ अनि उहाँहरूसँग बातचित गरेँ। उहाँको देशहरूमा भएका कुराहरूबाट मैले केही ज्ञान प्राप्त गरेँ अनि आफ्नो देशमा भएका कुराहरू सेयर गरेँ। हामी जस्तो साधारण मान्छेहरूले चाहिँ यतिकै जान्छु भनेर पाइन्थेन होला, तर हामीले चाहिँ जुनियर अन्डर अफिसरको भएर पनि हामी जान सक्यौँ। यसमा चाहिँ आफूलाई एकदमै भाग्यमानी ठान्छु। अनि आफ्नो देशको लागि चाहिँ केही गर्नै पर्छ हामीले भन्ने सोच्छु। अनि यसबाट चाहिँ हाम्रो ममा चाहिँ एकदमै परिवर्तन आएको जस्तो लाग्छ। यसका साथै भारत र श्रीलङ्काबाट समेत राष्ट्रिय सेवा दलको वार्षिकोत्सव, महाशिवरात्रि तथा सेना दिवसको अवसर पारेर त्यहाँका छात्र छात्राहरूलाई निमन्त्रणा गरी बोलाइने गरिएको छ, जसले गर्दा युवा आदान प्रदान कार्यक्रमको महत्व अझ बढ्न गएको प्रष्ट देखिन्छ। जुनियर डिभिजन अन्तर्गत वार्षिक रूपमा 5वटै विकास क्षेत्रबाट कुल 500 जना छात्र छात्राहरूलाई तालिम दिने नीति रहेको छ। यसै वर्षबाट थप गरी कक्षा 11 र 12मा अध्ययनरत छात्र छात्राहरूलाई भर्ना लिई सिनियर डिभिजनको तालिम समेत सञ्चालन भइरहेको छ। छात्र छात्राहरूलाई तालिम दिनुको अतिरिक्त प्रारम्भिक कालमा यस सेवादलले नेपाल सरकार जिल्ला प्रशासन कार्यालयको योजना तथा नीति अनुसार प्राध्यापक, प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारी तथा प्रशासनिक अधिकृतहरूले गर्नुपर्ने व्यवहारिक सैनिक तालिम समेत प्रदान गरेको थियो। प्रमुख जिल्ला अधिकारीको तालिम विक्रम सम्वत 2032 सालदेखि विक्रम सम्वत 2041 सालसम्म सञ्चालन भएको थियो भने स्थानीय विकास अधिकारीको तालिम विक्रम सम्वत 2032 सालदेखि विक्रम सम्वत 2034 सालसम्म सञ्चालन भएको थियो।
राष्ट्रिय सेवा दलले आफ्नो स्थापना कालदेखि नै युवा वर्गलाई विविध तालिमको माध्यमबाट अनुशासनका पाठ सिकाई उनीहरूलाई कर्तव्यनिष्ठ, इमानदार र परिश्रमी बनाई राष्ट्रप्रति अगाध भक्ति र सद्भावका साथै राष्ट्रिय भावना जागृत गराई एक आदर्श नागरिक तयार गर्ने कार्यमा ठूलो योगदान पुर्याउँदै आएको छ। यस्ता व्यक्तिहरू विगतमा आफूले प्राप्त गरेको तालिमको स्मरण गर्दै तालिमको महत्त्वलाई यसरी व्यक्त गर्दछन्। नैतिकता र अनुशासन, देशप्रेम चाहिँ नि यो आर्मी तालिमले सिकाउँछ। मेरो अनुभवमा हामीलाई त्यही नै सिकायो। त्यसैको चाहिँ प्रभाव हामीमा अझै पनि छ। यो गर्नुहुन्न, यो गर्नुपर्छ, यो न्याय हो, यो अन्याय हो भन्ने कुरा हामी निर्णय गर्न पनि अलि सक्छौँ अब यो अहिले आएर। त्यस कारणले यस्ता कुराहरूमा चाहिँ गर्नु जरुरी छ र देशको लागि अत्यन्त उपयोगी कुराहरू हो र अहिलेका युवकहरूलाई ठिक बाटोमा ल्याउने सबभन्दा राम्रो वास्तवमा चाहिँ अहिलेको युवकलाई ल्याउने एउटा राम्रो बाटो चाहिँ नि यो राष्ट्रिय सेवा दल हो। यसैको आधारबाट अगाडि बढ्यो भने सायद मलाई लाग्छ हाम्रा देशका धेरै जटिल समस्याहरूलाई पनि पढे लेखेका मानिसहरूबाट धेरै कुराको योगदान दिन सक्छ उसले र यो आवश्यक छ जस्तो मलाई लाग्छ। केटीको ग्रुपमा चाहिँ म फर्स्ट पनि भएँ त्यो बेलाको सम्झिँदा एकदमै रमाइलो लाग्छ। अहिलेसम्म त्यति बेलाकोले मेरो जीवनको दैनिक उसमा अहिलेसम्म त्यो राष्ट्रिय सेवा दल मैले गरेकोले अहिलेसम्म त्यसले मलाई काम गरिरहेको छ। सुरुमा एनसीसी चाहिँ 38 सालमा लिएको होइन, 9 क्लासमा पढ्थेँ त्यतिखेर। अनि एकदम आफूलाई लिन एकदम रहर लागेको थियो। अब त्यति बेला त घरबाट दिसिन्न थियो, त्यही पनि परिवारलाई कन्भिन्स गराएर एनसीसीमा भर्ती भयौँ। यसरी समग्रमा हेर्दा यो तालिमले शिक्षार्थीहरूमा ल्याएको अनुशासन, समाज र राष्ट्रप्रति रहेको आफ्नो आफ्नो गहिरो जिम्मेवारी, समर्पण भाव अनि जति नै माया गरे पनि, जति नै सेवा गरे पनि, जति नै आफ्ना भावना बोके पनि नसकिने यो देश अनि माटोको अगाध स्नेह जस्ता विषयहरूमा बोध गराउँदै विद्यार्थीभित्र लुकेर रहेको प्रतिभाको प्रस्फुटन गराई एउटा कर्तव्यपरायण देशभक्त नागरिकमा रूपान्तरित हुन मद्दत पुगेको पाइन्छ। साथै छात्र छात्राहरूमा आत्मविश्वास, साँचो राष्ट्र सेवा भाव, राष्ट्र सेवाको वास्तविक अर्थ, सैनिक सेवाको महत्त्व जस्ता गुणहरूमा विकास हुन गएको पाइन्छ। यस्ता कार्यलाई भविष्यमा थप कसरी प्रभावकारी बनाउने योजना छ त? भावी योजना सुनाउँदै राष्ट्रिय सेवा दलका प्रमुख सल्लाहकार भन्नुहुन्छ, 22 सालदेखि 2070 सालसम्म 500 जना भएको भए गत आबमा हामीले चाहिँ नै बलदा लिएर 100 जना कोटा चाहिँ थप वृद्धि भएको छ। त्यो चाहिँ हामीले अब जुनियर डिभिजन होइन, फेरि सिनियर डिभिजन नै कक्षा 11 र 12 का छात्र छात्रालाई समेटेका छौँ। तर पनि यो चाहिँ सङ्ख्या चाहिँ ज्यादै न्यून हो। हाम्रो जनसङ्ख्या, स्कुल तथा महाविद्यालयहरूको चाहिँ नि सङ्ख्याको वृद्धिलाई समेत दृष्टिगत गर्दा र हामीले छिमेकी सार्क राष्ट्रहरूमै यसको सङ्ख्यालाई हेऱ्यौँ भने भारतमा मात्रै 13,80,000 राष्ट्रिय सेवा दलको छात्र छात्रा क्याडेटहरू छन्। श्रीलङ्का र बङ्गलादेशमा करिब 1 लाखको हाराहारीमा छ। अब मालदिप्समै भनौँ भने पनि झन्डै 8,000 को हाराहारीमा छ सङ्ख्या। र चाहिँ भुटानमा पनि खास एनसीसी अथवा राष्ट्रिय सेवा दल भन्ने रहन्छ, तर जुन यो स्काउटको सङ्ख्या नै 18,500 जति। अब त्यसलाई नै करिब एनसीसीमा रूपान्तरण गर्ने प्रक्रिया आरम्भ भइसकेको रहेछ भने अब साना देशको तुलना पनि नेपाल त ठुलै देश हो र जनसङ्ख्या पनि ठुलै छ। त्यसकारण चाहिँ यो सङ्ख्यालाई वृद्धि गर्ने अभिप्रायले हामीले विविध योजनाहरू तर्जुमा गरेका छौँ। यो 71-72 मा हामीले 100 जना थप सिनियर डिभिजनमा चलायौँ भने अब एवं रीतिले भविष्यमा प्रत्येक वर्ष वृद्धि गर्ने चाहिँ लक्ष्य राखिएको छ। विभिन्न कला, संस्कृति अनि वेशभूषामा सजिएका हामी नेपाली, हाम्रो देश नेपाल, हाम्रो चाहना, देशभक्तिको समर्पण भाव अनि देश विकासको लागि वीर गाथाहरूको बलिदानले सजिएको सैनिक पोसाकमा सजिए देश सेवाको भावले ओतप्रोत भई तयारका साथ जुटेका यी कलिला युवाहरूको चाहना अनि कल्पना साकार होस् अनि नेपाली सेनाको एउटा पवित्र संस्था राष्ट्रिय सेवा दलका यी परिकल्पना अनि योजनाहरू साकार हुन्। देशको बदलिदो परिस्थिति र परिवेश अनुसार आजका युवाहरूलाई राष्ट्रिय सेवा दलले अझ सशक्त बनाई सही मार्गमा डोर्याई उनीहरूमा रहेको अन्तर्निहित गुणहरूको प्रस्फुटन गर्दै
देशप्रेमका भावनामा समाहित गर्न सफलता मिलोस्, हाम्रो यही शुभकामना। योग्य युवा तयार गर्ने राष्ट्र सेवा दल, देशको लागि मरि भेट्ने राष्ट्र सेवा दल। युवा हुन् शक्तिका मूल, सम्भावना छ प्रचुर। राष्ट्र सेवाको भावना साकार पार्ने हाम्रो सपना। राष्ट्रिय सेवा दल, राष्ट्रको सेवा दल। हिजो, आज र भोलि कर्तव्यमा दृढ छ सधैँभरि।